वर्ष इन्जिनियरिङ पढेर फाइनल इयरमा टुर आउँदाखेरि स्ट्रक्चरको नाम थाहा छैन, केही चिनिया छैन, थाहा नपाउने भयो ज्ञानी भएर बस्नुपर्छ अरे। पानी चुइरह यहाँबाट त उतापट्टि राइटमा हुँदैन हजुर अगाडि गाइज गुड मर्निङ। आज हामी हाम्रो लास्ट सेमेस्टर सिएमको फिल्ड भिजिट जाँदैछौँ। अब हामी टाइम एडभान्स कलेज मिराइम। हामी आजको डेस्टिनेसन हाम्रो तनहुँ हाइड्रो पावर र सुपर तिर्सुली हो। हामी कता कता रोक्छौँ के गर्छौँ म सबै देखाउँछु। एकदम रमाइलो गर्नेवाला छौँ। हाम्रो यो 8th सेमेस्टरको लास्ट नै हुन्छ होला, यसरी सबैजना मिलेर जाँदै भएको। अनि के रमाइलो गर्छौँ, के खान्छौँ सब देखाउँछौँ, भोलि पनि हो। अनि भ्लग चाहिँ हल्का लामो हुन पनि सक्छ, म 2टा पार्ट गर्नु पनि सक्छु है, इन्जोय गर्नुको लागि। कलेजले दिएको पैसा हो। मैया यहाँ हुनुहुन्छ, बल्ल आएर भेटिनु भयो, उहाँ हराउनु भएको थियो। यहाँ मिना, यहाँ समीक्षा अकाउन्ट सेक्सनको मान्छे। बाँड्यो भने त थोरै हुन्छ। मलाई पनि यसरी हात थाप्नु पर्ने भएको छ। यहाँ हामीहरू अहिले यहाँबाट खाजा खाएर अब निस्किँदैछौँ। सरहरू आउँदै हुनुहुन्छ, सरहरूले खाँदै हुनुहुन्छ। के हेरे कि देखिरहेको छैन भनेर हेरिदिएको। र मेरो साथीहरू यता छन्। 500 रुपियाँको चना, अन्डा, फ्राइड राइस त्यति नै, रस तरकारी 500 को त्यति मात्र यो ठाउँमा। यसलाई यसको हल्लामा पनि केही रहर लाग्दो छैन। मीठी मीठी बातों में ये सारा काम तुझे धर्म धर्म
टाढको हाइड्रो पावर जाने बाटोमा आएर अर्को गाडीलाई कुरिरहेको छ। मलाई यहाँ एलर्जी भइसक्यो धुलोले। हामी नाचेर गाएर रमाइलो गरेर थाकिसक्यो। सब गति सति छैन अब हाम्रो। म अहिले देखाउँछु। हामीहरू साइडमा आइसक्यौँ। यो चाहिँ सुपर त्रिशुली हाइड्रो पावर हो अनि यहाँनिर चाहिँ कामहरू भइरहेछ। यो चाहिँ त्रिशुली रिभर हो। सरहरू अघि हुनुहुन्छ। अब त्यो टर्न लिनु परिहाल्यो, बेला बेलामा लिनुपर्छ। हामी यहाँ छौँ। मेरो यहाँ आँखा यता पनि एलर्जी भइसक्यो धुलोले घाँटीमा। सरको अघि त भिडियो बनाउँदाखेरि पनि अर्को टर्न खान्छु होला कि मैले। हामीसँग यस्तो डायरी छ। मसँग कति राम्रो है। 4 वर्ष इन्जिनियरिङ पढेर फाइनल इयरमा टुर आउँदाखेरि स्ट्रक्चरको नाम थाहा छैन, केही चिन्या छैन। एक्सकाभेटर चाहिँ बनाउनु भगवान्। डोजर र बुलडोजर भन्दा यहाँ आइपुग्यौँ। अब म बिस्तारै बोल्दैछु। हामी प्रतिभाको ब्लगमा आइपुगेछौँ। खुसी लाग्यो। कति कम्प्लिकेटेड हो कि त्यो स्ट्रक्चरहरू। यहाँबाट यस्तो देखिन्छ। यहाँनिर गर्मी छ। गर्मी भयो। यति कम्प्लिकेटेड छ है स्ट्रक्चरहरू। हामी त के हो, हामीले प्रोजेक्ट फेरि हाइड्रो पावरमै गरेको है। मलाई त टेन्सन धुलो अब गाडी देखिरहेको चाहिँ ट्रास ट्र्याक हो। अनि त्यसपछि उता भएको चाहिँ ब्यारेज बन्दैछ। त्यहाँनिर 4वटा चाहिँ बनिसक्यो, एउटा चाहिँ बन्दैछ। अनि यो कर्बवाला क्रसिङ च्यानल भयो। अनि यता चाहिँ हाम्रो गेटहरू छ। अनि ठ्याक्कै त्यहीँनिर चाहिँ यहाँ फिस ल्याडर पनि बनिरहेछ। कम्प्लिट चाहिँ भएको छैन। अनि पानी चाहिँ अब यो अहिले यहाँ कामको लागि एसएस रोडहरू भइरहेको छ। यसमा चाहिँ पानीको लेभलहरू हुन्छ यहाँ। अनि यो प्रोजेक्ट चाहिँ नेपालकै फर्स्ट हो रे जहाँ चाहिँ हेड युज नभएर डिस्चार्ज युज हुनेवाला। अहिले चाहिँ हामी अब यहाँबाट फर्किँदैछौँ। सुपर त्रिशुलीको चाहिँ खासमा यो हाम्रो चाहिँ प्रोजेक्ट हाइड्रो पावर भएर चाहिँ हामीले बढी रिलेट गऱ्यौँ। तर खासमा हामी आएको चाहिँ कन्स्ट्रक्सन म्यानेजमेन्टको फिल्ड भिजिटको लागि हो। अनि त्यसपछि लाग्यो हामीले हाम्रो प्रोजेक्टमा हाइड्रो पावर जे पाइ त्यही गरिरहेको रहेछौँ भनेर अब अलिक सिरियस हुनुपर्ने बेला आयो जस्तो मैले फिल गरिरहेको छु। यहाँ चाहिँ सरले लाइन लगाएर फोटो खिच्दै हुनुहुन्छ। हाम्रो हाइड्रो पावरको डिजाइनहरू कस्तो भइरहेछ त? हाम्रो डिजाइन चाहिँ भइरहेको पेपरमा चाहिँ। अब फिल्डमा चाहिँ के हुन्छ यो छैन, हामीले पेपरमा नर्मल हामीले डिजाइन मात्र गराएको थियो नि, ड्रइङ गराएको थिएन। डिजाइन गर्दाखेरि चाहिँ हेडहरू डिस्चार्जहरू चाहिँ हाम्रो ठिकै आएको थियो। हाम्रो चाहिँ पम्प स्टोरेज हो, यो चाहिँ आरओआर हो। हाम्रो यहाँको चाहिँ सक्यो। अब हामी तनहुँ हाइड्रो पावर प्रोजेक्टमा जान्छौँ। त्योभन्दा पहिला चाहिँ खाना खाएर हाम्रो सिआर ब्युटिफुल सिआर हामी आज सुपर त्रिशुली हाइड्रो पावर प्रोजेक्टमा आएको छौँ। हामी अहिले खाना खानको लागि मुहिमको पुलको यतापट्टिकोमा बसिरहेको छौँ। खाना आउँदैछ। एकदम भोक लागेर मलाई बेला भइसक्यो तर हामी भर्खर हाम्रो खाना आयो है। अब हामी खाने भोक लागेर सब यिनीहरूले अट्याक हान्न थालिसक्यो। अब हामीहरू खाना खाएर राम्रै भएर
राम्री भन्नुको मतलबले लिपस्टिक बाहेक केही होइन कि मलाई त के अरे यो यहाँनिर चाहिँ फोटो खिच्नलाई आएको छ सरहरू त्यहाँ 2 घन्टाभित्र आऊ भन्दै हुनुहुन्थ्यो 2 घन्टा चाहिँ भइसकेछ अब हामी यहाँ एकछिन फोटो खिचेर जान्छौँ ल हामी अघि भिडियो बनाउँदाखेरि चाहिँ सरको गाडी खाएर सुरुमा अहिले चाहिँ हामी गाडी चढेर आइसक्यौँ अब हामी भर्खरै यो तनहुँ हाइड्रो पावर प्रोजेक्टको गेटनिर आयौँ अब म त भर्खरै सुतेर उठेको अब हामी त्यहाँभित्र जान्छौँ अनि देखाउँछौँ है त खै हामी चाहिँ अहिले तनहुँ हाइड्रो पावर प्रोजेक्टतिर आइसक्यौँ यहाँ चाहिँ हामीलाई अलि रमाइलो लाग्ने बल्ल बुझ्ने कुराहरू चिन्न सक्ने ठाउँ चाहिँ यो रहेछ अघिको चाहिँ एकदमै कम्प्लेक्स नै थियो हाम्रो लागि अहिले यहाँको स्ट्रक्चरहरू चाहिँ लगभग थाहा भएकै छ यस्तो छ यहाँनिर हामी यहाँ छ हाम्रो सर यहाँ हुनुहुन्छ एसएससी सर अघि पुगिसक्नुभयो ल यहाँ चाहिँ यस्तो छ है त डाँडा एकदम यो डाँडा यस्तो मिलेको डाँडा थिएन नि त यहाँ लुज डाँडाहरू त्यो ढुङ्गाहरू खस्थ्यो होइन भोलि पानी चलाइदिएपछि पानीले फेरि वाटर प्रेसरले त्यो रकहरू गरिदिन सक्थ्यो नि त त्यो भएको भएर यहाँको रकहरू सबै हामीले काट्यौँ एक्सकाभेसन लगभग हामीले 22-24 लाख घनमिटर डाँडा चाहिँ काटेर फालिदियौँ कि अहिले यस्तो स्टेप छेडी जस्तो भयो नि त पहिला त ग्याङको थियो नि त सबै यस्तै टाइपको रकहरू थियो सबै पछाडि हेरेर त्यस्तै थियो त सब हामीले फालिदियौँ त्यो रात लगभग 22-24 लाख घनमिटर चाहिँ हामीले सबै फालिदियौँ कामको लागि माटो टाइपको चाहिँ फालिदियो अनि कामको लाग्ने ढुङ्गा टाइपको बोल्डर टाइपको अलि स्ट्रङ रकहरूलाई यहीँ ल्याएर थुपार्यौँ कि यहाँ ल्याएर थुपार्यौँ यसलाई फेरि हामीले क्रसरमा लगेर पिटी हामीलाई चाहिँ त्यो टनेलमा लग्छु भन्नुभएको छ अरे सरले त्यही भएर अब हामी गाडी चढेर टनेलमा जान पाउने भयो पनि ज्ञानी भएर बस्नुपर्छ अरे एकदमै रमाइलो तर एउटा कुरा मैले अघि पनि नोटिस गरेँ होइन अनि अहिले पनि कोही पनि फिमेलै देखिनँ के मतलब सबैजना डिजाइनिङतिर मात्रै बस्नु भएको छ जस्तो छ है फिमेलहरू चाहिँ यो रहेछ नि त यहाँनिर आइपुग्यौँ हामी चाहिँ हाम्रो अर्को गाडीलाई कुरिरहेछौँ हामी अर्को गाडीलाई कुद्राम तर हामीलाई कुर्न मन छैन तर पनि कुर्न परिरहेको छ बिकज दे आर आवर फ्रेन्ड्स होइन तर अब हामीलाई छिटो छिटो जानुपर्ने पनि छ यहाँ दा चाहिँ अघिको ठाउँ यस्तो देखिरहेछ टनेलभित्र साह्रै छ हामी अब भित्र जाँदैछौँ तपाईँहरूलाई हाम्रो साथीहरू जान चाहन्छ तपाईँहरू रेडी हुनुहुन्छ जानको लागि लेट्स गो यता आऊ न यता आऊ हामी सरको ब्लग के भन्नु होला कि अगाडि हेर्नु यस्तै चिच्चाइरहनु के
कता जाने हो फेरि यहाँबाट उता त लाइट पनि छैन ए अघि देखेको थियौँ नि हामी त्यहीँ आइपुग्यौँ अहिले अघि तलबाट जुन हामीले पहाड देखेको थियौँ हामी त्यहीँ आइपुग्यौँ यहाँबाट हेरौँ है त हामी ल हामी यहाँनिर आयौँ मैले वहाँदेखि यहाँ त पूजा गरिरहन् क्या हो ए होइन रहेछ वहाँदेखि यहाँसम्म आउँदाखेरि बल्ल बुझेँ कि मैले एउटा केही कुरा बुझिरहेको थिइनँ यहाँनिर फोटो खिचौँ न ल सबजना अघि त कुदिरहेको थियो अहिले चाहिँ कुदेको छैन अघि हामी फर्स्टमा थियौँ अहिले हामी लास्टमा भयौँ जाऊँ अब फर्स्टमा हामी अहिले फर्किसक्यौँ बन्दीपुर आयौँ भर्खरै आयौँ हामी यहाँ हामी अँधेरोमा छौँ अघि फोन गरेर रुम छ कि नै चाहिँ सोध्यौँ हामीले सोध्यौँ अनि मैले सोधेँ हामीले म बोलेको हो कि बोलेको पो ऊ हो तर त्यहाँ इन्फर्मेसन निकाल्ने नम्बर केही निकाल्ने पनि होइन मैले फोन गरेर अरू नम्बर मागेको होइन भयो कि मैले बुझेँ कि कुराहरू अनि अब हामी म्याप हेर्दै हेर्दै जाँदैछौँ यस्तो अँधेरो छ अहिले गएर देखाउँछौँ विनायक चौतारी होटल जाँदैछौँ अनि हामी गीत पनि गाइरहेछौँ माया यहाँ आइपुग्यौँ यस्तो पो छ त यहाँ थियो नि त संस्कृति ओके ठिक छ प्राइज अलिकति मिलाऊँ यो दुईजना हन्तकालीहरू सबभन्दा पहिला आएर 10 जना हुनुपर्ने होइन सबभन्दा पहिला आएर खाँदै छन् क्या यहाँ हामी फेरि खानासाना खाएर एकछिन बन्दीपुर घुम्न जाने रे त्यही भएर हिँड्दैछौँ यिनीहरू रेडी हुँदैछन् खै अहिले आएनन् ऊ निदाइछ कि ऊ निदाएर उठ्यो कि हो ल अब हामी सबैजना जम्मा भएर अनि ऊ त्यता त त्यस्तो आमा मलाई त जान मन लागेन नि त यस्तो छ त यहाँ त के हो यिनीहरू त पुरा कति बजे आउने प्लान गरिरहन् र यिनीहरू त मैले यहाँ भ्लग बनाइरहेको हटाउ न हेडफोन हालिदिन्छु ल नहुन तर दे आर गसिपिङ अबाउट समवन हामीहरू अहिले यहाँनिर बन्दीपुरको मेन बजारमा आएको छौँ होइन यहाँनिर यस्तो सुनसान छ तर हेरौँ कतिको रमाइलो छ भनेर मलाई त कस्तो हड लागिरहेको कि उतापट्टि राइटमा कस्तो गलत टाइममा आयौँ कि हामी यहाँ चल्ने मैले कस्तो यस्तो ओह्रालो पो छ हो यहाँनिर स्ट्रेट पनि थियो होइन र यहाँनिर अहिले यस्तो छ यहाँनिर के भन्नु समीक्षा मलाई त रोज दिनु के गर्नु यार मलाई कसैले रोज नदिने भए ए म तिमीलाई रोज दिन्छु अहिले म तिमीलाई दिन्छु मैले बनाएर छु ह्यान्डमेड ती मलाई अहिले याद आयो म तिमीलाई दिन्छु ओके थ्याङ्क यू रमाइलो लाइटले होला कि भाइब्स दिएको लाइट हाल्या बलुन्स हाल्या उज्यालो यस्तो देखाएको छ हामी भोलि बिहान नि यहीँ आउने हो तर साँझमै राम्रो देख्दो रहेछ है देख्न चाहिँ लाइटले गर्दा ए बाटोमै बस्ने रहेछ त यहाँ त के हो कति बेला बन्द गर्छन् होला है यो ओहो हो
ओहो समीक्षा तिमी यहाँ बस न म फोटो खिचिदिन्छु जानु जाऊ ए त्यो फुलवाला यहाँ रहेछ यो आइरहेको थियो नि सबैको भिडियोहरूमा राम्रो चाहिँ रहेछ आया मेरो हात दुखिसक्यो सो ब्युटिफुल मेरो त खुट्टा दुख्यो कि जाम होला अब र हाम्रो साथी चाहिँ होइन तलदेखि माथिसम्म सेतो लुगा लगाएको चाहिँ अनि त्यो पछाडि हाम्रै साथीहरू आइरहेछन् कि दुईजना तिनीहरूलाई चाहिँ डराउन बसिरहेको चाहिँ खै कहाँबाट देखाउने हो देखेन अहिले ल हिँडिरहेको छ कि त्यो अहिले त बस्न तिमी हिँडिरहेको छ कि त्यो हिँड्दैछ कि त्यो आँखा जस्तो लाग्थ्यो कि आँचल जस्तो लाग्थ्यो कि मलाई हिँडेको चाहिँ थियो अहिले त्यो उता ल यिनीहरू नै हो हामी खान्छौँ हामी बन्दिपन आज अहिले बाई बाई गाइज आजको लागि मेरो ब्लग कता 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 आएर फाइनल्ली यहीँ इन्ड भएको छ अहिले कति बज्यो मलाई टाइम देखाउनु खै 1:30 Saturday 14 February temperature 12 degree bye bye good night गुड मर्निङ अब मेरो पार्ट 2 भोलि आउँछ ल यो छुट्टै हो त्यो छुट्टै बाई